पानीमा महत्त्वपूर्ण मैले बुझ्नुको कारण पनि हजुरको बिमारीहरूले वृद्धहरूले पानी मात्रै खाएर प्राण गएको देखेपछि मलाई पानीको महत्त्वपूर्ण लागेर सर म पानी जहाँ पनि बगेको देखेपछि मलाई लोभ लाग्छ। कसैको धारा बगेर जाओस् तर म त्यो पानी जोडिन्छु, खुला युज होस् त्यो पानी, बाटो पाखामा बगेर नजाओस्। पानी त त्यतिखेर प्रशस्तै थियो हजुर। किन प्रशस्त थियो भने जहाँ पाती पानी उम्रिने खेत रोप्ने चलन थियो। अब अहिले चाहिँ हजुरको यो पानीको मुहानमा सिमेन्टी गाडियो, पाइपहरू गाडेर लगिएको छ, मान्छेलाई घर घरमा पानी चाहिएको छ। त्यसले गर्दाखेरि मुहानहरू पनि अब सुरक्षित पनि भएन। योभन्दा अगाडि चाहिँ पानीको धेरै नै समस्या चाहिँ थियो भनौँ, र अहिलेसम्म पनि पानी चाहिँ नालादेखि ओल्लोघर पल्लोघर बाढेर खाँदैछन् होइन। पहिलाको मुहान अलिअलि याद छ भनौँ न, कुवा हुन्थ्यो। अनि त्यहाँ चाहिँ हामी के गर्थ्यौँ भने अब जर्किनहरू भनौँ न सोझो हिसाबले चाहिँ भन्दाखेरि त्यही गिलेनहरू बोकेर गएर ओसार्थ्यौँ। यो माथिको हाम्रो सुके पोखरीमा पनि हजुरको टम्म पानी हुन्थ्यो पोखरीमा। अनि यता जताततै मूल फुट्थ्यो। 7 दिनसम्म पानी आयो भने यो बारी काँला सबैमा यत्रो त मूल फुट्थ्यो हजुरको पहिला। अब अहिले मूल फुट्दैन, पानी नै छैन, सबैको घर घरमा लगेको छ पानी। अनि खोलाहरू अहिले यस्तो दूषित पनि थिएन हजुर, अहिले चाहिँ धेरै दूषित भएको हो। इसी मोडबाट चाहिँ मैले तालिम अस्ति जाँदाखेरि चाहिँ कस्तो पाएँ भने अब जुन अब डाँडा हुँदी चाहिँ अब यो बौडीहरू खनेर होइन, अनि रिचार्ज पानी त्यस्तै अनि डाँडामा चाहिँ बौडीहरू खनेको ठाउँमा चाहिँ जस पानी जमिँदाखेरि अलिक तल ठाउँमा चाहिँ त्यो पानी चिसिँदाखेरि मूलहरू बढ्ने त्यस्तै कुराहरू होइन अनुभव पाएँ। अहिले मान्छेलाई हजुरको जीवनलाई पशु प्राणी रेलगाडी मिसिन जसलाई पनि पानीकै आवश्यक पर्दो रहेछ भन्ने कुरो मान्छेलाई थाहा छ। तर पानीको संरक्षण गर्नुपर्छ भन्ने कुरो त चेतना चाहिँ मानिसमा छैन। अब जस्तै यो रिचार्ज पोखरी रिचार्ज यहाँ गर्दाखेरि यो पानीले अब यहाँ पानी जमायो भने योभन्दा 10 घर 1 किलोमिटर मुनिको मान्छेहरूलाई चाहिँ फाइदा देखिन्छ। यहाँ पानी मूल फुटाउनु भनेको यहीँकै मानिसलाई ज्ञान दिएको छ, यहाँकै मान्छेलाई सिप दिएको छ। अब त्यो त्यत्रो पैसा खर्च हो। अब यहाँ पानी जमाउँदाखेरि यता 10 घरलाई पुग्छ भने हामीले पानी त्यहाँ किन नजमाउने, भलहरू छोपेर पानी हालिदिउँ, अब आली लगाइदिउँ, पानी स्वच्छ बनाऊ। मैले चाहिँ देखेको हजुरको पानी पोखरीमा जमाइसकेपछि पानी कर्मिक रूपबाट पानी मूल फुट्दो रहेछ, पानी फिल्टर भएर पानी जाँदो रहेछ भन्ने कुरो यहाँ पनि हजुरको त्यसरी नाप हुँदैछ। मैले अहिले पानी नापेको चैतदेखि चैत वैशाख जेठ असार साउन भदौ 6 महिना बस्छ। अहिले चाहिँ मुहानहरू अब ट्याङ्कीहरू बनाएर होइन जमाएर धेरै नै फरक भनौँ न, अब धाराहरू लाने त्यस्तै। अनि जुन मूलहरू भएको ठाउँमा बिरुवाहरू रोप्दाखेरि अझ बढ्छ भन्ने कुराहरू स्पष्ट भयो भनौँ न। सिस्नुको फेदाको पानी बडो मिठो, उहिलेको बुढाबुढीले भन्नुहुन्थ्यो सिस्नुको फेदाको पानी साह्रो मिठो हुन्छ भन्नुहुन्छ। अनि सिस्नुहरू लगेर छरिदिने, सिस्नु लगाएपछि अरूको पशु प्राणी पनि झ्यापै पस्दैन, पोल्छ सिस्नुले। अब काँडाहरू लगाइदिने, काँडा टाढा लगाइदिने। अब हजुरको त्यो धोक्रे फुल लगाइदिएपछि डिल उठेर बस्छ पनि, पानी त्यसले सुचिर हुन्छ। पाल्दो रहेछ भन्ने कुरो अनुभव त्यो पानीले पनि देखायो। अब अहिले हजुरको पानी खानु म उतापट्टि वस्तु भाउ सिँचाइ गर्दा पनि 1 धारा पानी अब त्यो पोखरीमा म जमाउँछु, त्यो मुहानबाट पानी पलाइराखेको छ। अब सिँचाइ गर्दा पनि हजुरको रात 12 घन्टा पानी जमायो भने 3 घन्टा सिँचाइ गर्न पुग्छ। अनि पानीको संरक्षण गर्दाखेरि हुँदो रहेछ भन्ने कुरो अनुभव चाहिँ मैले त्यहाँबाट मैले लिएको छु, अरूले पनि लिएका छन्। पानी यहाँ रिचार्जबाट यो खेतमा मैले अहिले मुला लगाएको छु, अनि कोपी छ। मुहानबाटै आउने पानी नै भनौँ न,
अब अहिले बर्खा टाइममा नचलाए पनि अब यो माघ फागुन पुष माघ फागुनमा चाहिँ जस चलाउनु पर्ने हुन्छ। अब यहाँदेखि उता चाहिँ अब अझ यो पानीलाई चाहिँ हैन संरक्षण गरेर मूलहरूमा त्यस्तै गरेर चाहिँ अझ योभन्दा अलिक राम्रो सेवा सुविधा हुने खालको अब गर्न सक्ने भनौँ मिलेर गर्छौँ भनौँ न। गर्नै पर्छ तर ल तपाईँहरूले अनुभव गरेर एउटा देखाउनुहोस् हामीलाई। ल यहाँ त ठुलो पोखरी भयो, पानी रिचार्ज भयो, अब तपाईँहरूको गाउँघरमा गर्नुहोस् है, पानी सुरक्षित राख्नु, पानीको मुहान यसरी बाँड्नुपर्छ। तपाईँहरूको लागि हामी आउने होइन भन्नु भने ज्ञान त्यसरी बाँड्ने हो भने सर अलिकति चेतना सबैमा फैलिन्छ। तर अशिक्षाको कारणले र अलिकति हामी चेतनाको कमीले हो यो दुःख पाएको थियो। मेरो परिवारमा त अब जस्तै तपाईँ किन यसरी हिँड्नुभएको, के को लागि हिँड्नुभयो भनेर भन्दाखेरि त्यो बेलुका घर आइसकेर त म यसो कार्यक्रममा गएको थिएँ भनेर भनेपछि ए हो भन्छ। अनि मेरो घरको परिवारलाई प्रत्यक्ष थाहा छ कि त्यो पानीको मुहान पानी उम्रेको। मेरै घरको परिवारले चाहिँ पानी त्यहाँ पानी थप्नु जाँदाखेरि पानी थिएन, सुकेको थियो। पानी एउटा सानो चिया खाने गिलासले उगाउँदाखेरि 2 लिटर पानी आउँथ्यो 1 घन्टामा, पानी थोरै जम्थ्यो। त अहिले यहाँ पोखरीमा पानी जमाएपछि हजुरको 1 धारा पानी बगिरहेको छ। त कहाँको कारणबाट भनेपछि उनीहरू पनि एउटा अचम्म मानिरहेछन्।